ASA AMAको साथ बहिनी पनि हुनुहुन्छ हैन हजुर हजुर पार्वती दिदीलाई म सोध्न चाहे जस्तो कि दिदीको यो एनआरएन यो बारेमा हजुरलाई कति के जानकारी छ मलाई केही पनि थाहा हुँदैन यो राजनीति बारे त केही थाहा छैन उनीहरू त्यो त दिदी मान्छेको नेता हो कि हो कुनै म चाहिँ कुकुरको नेता भनेको कारण त्यो थाहा न म त बुझ्दैन केही नि राजनीति म केही बुझ्दैन दिदीले चासो पनि छैन झ्याउला छ म त बुझ्दैन त्यति पोलिटिक्समा त्यति चासो पढाइ छैन यिनीहरू पढाए हामी पढाइ छैन जे गरेछ ठिकै गरेछ अहिले मैले हेर्दाखेरि पहिला के अरे बहिनीले अब जुन किसिमको कुकुरलाई खाना पकाएर दिने पहिला धेरै वर्ष अगाडिदेखि दिने गरेको हो होइन त्यतिखेर मैले कराउँथेँ जुन बेलामा त्यति आफू पनि सक्षम भइसकेको अवस्था थिएन मेरो बहिनी पनि होइन तथापि पनि हामीसँग मागेर हुन्छ कि उसले आफ्नो खाएको कुरा कटाएर हुन्छ कि त्यो बेलादेखिको जुन कुकुरलाई चाहिँ नि एउटा पशुहरूलाई गरिने व्यवहार भनौँ न मैले भन्दा बुझेको रहेछ जस्तो लाग्छ क्या अहिले मलाई किनभने त पशुको जुन अहिलेको पशुको हक अधिकारको कुराहरू आएको छ नि होइन त्यतिखेर यसले कुकुरलाई भात दिँदाखेरिमा मैले कराउँथेँ तँलाई पहिला आफू खाने पैसा छैन अनि कुकुरलाई दिन्छस् भनेर कराउँथेँ त्यही पनि उसले त्यतिखेरदेखि दुःख सुख गरे त्यो बेलामा पनि एउटा पशुहरूको एउटा हक र अधिकारको कुरा उसले बुझेको थियो हामीले कराउँथ्यौँ त्यो बेलामा जे होस् अहिले खुसी लागेको छ सबै